ओए कता भाग्यो यार हेलो गाइस कता भाग्यो पिटाउनु छु साल हेर हेर त्यो माथि हेर्नु त माथि हेलो गाइस गुड मर्निङ होइन अहिले चाहिँ म उठिसकेँ भनेर नि बिहान बिहानै यहाँ भैँसी चर्दो रहेछ हाम्रो यहाँ भैँसी फेरि बिहान बिहान मात्रै चर्नु जान्छ अन्त बिहान बिहान भैँसी चराउन आएको म चाहिँ यहीँबाट है फेरि यहीँ घरबाट यहीँ हो कि यहीँबाट यहीँ हो यतिमा चराउँछ हामीले यहाँ बिहान बिहान फेरि हिमाल त फेरि अलवेज दामी त्यहाँ भैँसी हेर्न आइदियो यो दौडी दौडी गर्दो रहेछ त्यो फेरि मलाई देखेर डराउँछ मैले पिट्छ भनेर हामी मेरो नजिकै पर्दैन फेरि त्यो माथि हेर ओए पक्कु त पक्कुले धगाउँथ्यो त्यस्तो माथि हेर ए क्राउन हानेको ओए ए माथि आछि आछि ओए 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 अहिले मलाई तिनवटा बिड्छ अनि मलाई जान्छ हेर्नु माथि हेर्न यहाँ बाउ चाहिँ ऊ त्यहाँ बसेर उभिएर हेरेर त्यहाँ बस अहिले देखि डराउँछ अहिले मैले अहिले कति उफ्रेर हिँडेको रहेछ हामी चाहिँ अहिले यहाँ भैँसी हेर्दै बस्यौँ अहिले 10 बज्न लागिसक्यो होइन भातै खाएन अहिले यहाँ पक्कुले फर्काएर लिएर लिएर गरे अहिले देखाउँछ आमा यहाँ हुन्छ भैँसी आहा होइन अहिले हेर्ने पक्कु र म गएर घर फर्काएर लिएर आउँछ हेर्ने हेर्न आइज पक्कु पक्कु त हेर्न हेर्न अरू अरू त्यसलाई अगाडि कि ल ल पक्कु फर्का फर्क उता उता लाट भयो लाट लाट फर्का ओए जा जा पक्कु जा ल यता पक्कु आऊ आइज आइज त्यसलाई लट लाट ओ लाट लाट उता माथि थियो उता माथिबाट धगाउँदै लिएर आएको थियो कि एकछिन चरा दिनु मजा आएर गएर बस्छ नि त्यसरी उताले भैँसीले हिर्काइदिन्छ अब हामी नथ्यो हामी भएको दौडी दौडी दामी लखटे थियो अनि त्यहाँ माथि उहाँ माथि लखट रहेछ बिचरा धन्दै हान्दै आइपुग्यो धन्दै हान्दिएको मलाई लाडिन्छ कि फेरि हातले ओए हातले ओको हातले हाते माथेको फेरि शाबास कस्तो सर्दिन्छ त्यो पनि बान्ने बेला भइसक्यो किनेबाट बिहानैबाट गएको एकछिनमा बाँधिदिनु पर्छ मारेर है ल बस ल बस 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 ल बस ल बस ल बस ल ल कनाइदियो गुड ल कस्तो लाडिन्छ अब त बाँधिदिन है पक्क आइज आऊ आइज आऊ पक्क आइज आइज ओ आथो साङ्ला लाएर ओ पक्क यता आइज पक्क आऊ लड 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 वहीँ पुग्यो यार हेर्दै बियरको बोतल सबै हाम्रो बोक्रे खाँदै यता फाल्दै आएर ओ पक्क यता 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 त्यहाँ ल अहिले भाग्छ झन् अगाडि बसेर है ओए अहिले हान्दै लाएर फेरि हेर अगाडि अगाडि बसेको थियो हेर्नु ओ हेर त्यतिलाई सधैँ झन् अगाडि अगाडि गरेर बाँधिदिने पक्को छोड्दा अब बुझ्छ नि पक्को नछोड जान्दै जान्दै
बाँधिदिने है बाँधिदिने कता गइदिनु त्यो आइज आयो छिरे छैन पानी खान्छस् भएकाले बस अब चाहिँ गाइज अझ भैँसीहरूलाई कुँडो पानी हालिदिन्छु होइन त्यो गर्मी भयो अहिले फेरि बेलामा ला जाडो हुन्छ ला गर्मी हुन्छ भाउजू यहाँ काउलीको पातहरू थियो त्यो हालिदिनु उनीहरूलाई अन्न हालिदिनु भनेको के अरे हालिदिइहाल्नु भयो अनि त्यो भएर चाहिँ म भैँसीलाई कुँडो पानी गरिदिन्छु अब कुँडो पानी गरेर अनि हेर्छु होइन यसो अब केही गर्नु त छैन अनि भोक पनि लागिरहेको छ भात रहेछ थोरै पकाइदिन्छ अनि त्यही भात खान्छु भात यति नै भात तरकारी मसला आइदिनु कसले गरेर जान्छ यार कसले पटमा खान जान्छ अब चाहिँ म पानी हालिदिन्छु ल पानी हालिदिन्छु पहिला जग यस्तो भिडियो बनाउनु पाएन क्यामेरा उसको तर यसो छड्की हान्न नि आउँदैन ल हान ल त्यो त उसो भइहाल्यो छड्के त सिधा छड्किन्छ नि ओ सिधा हुन्छ नि खुट्टा त्यो उभिने भनेको र उभिनु भनेको म त ब्ल्याक स्लिप धेरै भयो कि नानी पक्कु पक्कुलाई छोडिदियो पक्कु चाहिँ भाग्दैन होइन यसलाई छोडिदिनु पछि यो कहाँ भाग्छ अहिले भाग्छ के अहिले पक्कु त आजकल खासै ल पक्कु फेरि जता गयो त्यति त्यतै पक्कुले त भनेको मान्छे आजकल ल ल ल यसले फ्रन्ट छड्के हान्छ र ल काल्नबाट ल ल म ब्ल्याक फ्लिप हान्छु ल यति हेरे सधैँ यति सधैँ हेरै पक्कु त धेरै पक्कु पुगु यता यता ल छेकेन 3 2 1 go lan ल हुँदैछौँ होइन गाई डोको गएर साँझ भइसक्यो अँधेरो भइसक्यो यता आइज अहिले गाडी ल्याएर हामीलाई अहिले चाहिँ मान्छेहरू कोही पानी लिएर राखेन हामी मात्र है जाने यस्तो एक्लै हँसिरहने कोही पनि आउँदैन नि त अनि पानी खोज्नेलाई चचाडी घोऱ्यो अनि आइदिइहाल्ने क्या टक्क केही पनि हुँदैन होइन दुईजना मात्र भयो अहिले योमा मात्र जाने पानी लिन जाने यहाँ र उहाँ कस्तो यो डाँडा हो यो डाँडा अझै टाइममा उकालो खाएको उठ डाँडा ठाडै उकालो त्यहाँ जानुपर्छ अँधेरोमा झन् मजा आउँछ कि अलि जाडो भएर हौ गरिबमा झन् यस्तो जाने मजा आउँछ उपर रनिङ गर्दै जान्थ्यो माथिपट्टि बाइकको टपमा
आजकल चाहिँ खासै जान्न जाडो महिना लाएर आज चाहिँ मन पनि लगाइरहेको भन्ने जाने त्यही भएर हो जाडो महिना फेरि अलिक गाह्रै हुन्छ नि त अनि त्यहाँ पानी फेरि जाडो महिना फेरि तातो आउँछ पानी फेरि खाने पानी पनि कस्तो अँध्यारो भएर कस्तो धमिलो धमिलो देखायो कि क्यामेराले आज खोला सुकेर मन थाहा हो मलाई त थाहा नि छैन अब त थाहा भयो अलिक लास्ट हप्ता लागि यहाँ कुलो छ नि त कुलोको छेउ छु नि त हामी त्यही भएर पनि अलिक सजिरहेको छ अनि राम्रो डसायो जोको फेरि मेरो अलिक ठुलै परेछ जार हालेको यत्रो बोतल जस्तो देखेँ जार पनि 6वटा बोतल हाले त्यही पनि सानो भोरेको आएन डोके लिएर आउँदा एउटा लिएर आउँदाखेरि गाह्रो हुन्छ दौडिँदै जाने फेरि हामी त्यो रोकिन्छ चलान चाहिँ म चाहिँ पुग्दै डाँडामा पुगेर बनाउँछु होइन अहिले मान्छेहरू बनाउँछ ल है हेलो गाइज म चाहिँ पानी लिएर अघि नै आएको होइन आउन त अनि मैले भिडियो बनाएन आउँदाखेरि किनकि ढिलो भइरहेको थियो अँध्यारो पनि भइरहेको थियो अनि कुचल्ने थियो नि त सानो थियो अनि भएर फेरि ढिलो भयो नि जहाँ हुन्छ घरमा आएर भात तर्काली पनि पकाउँथ्यो अनि मैले आएर भात तर्काली पनि पकाइसकेँ होइन भात पकाइसकेँ अनि बाबालाई चाहिँ उता खाना बोलाखान मम्मी चाहिँ ठुल्दिदी घरमा जानुभयो उतै भात खानुहुन्छ अरे अनि बाबालाई उतै ढेँडो खाना बोलाखान अनि घरमा भात खाने अब म एक्लै अब भात खाएर सुत्छु होइन अनि आजको लागि यति नै थियो भिडियो कस्तो लाउँछ कमेन्ट गरिदिनुहोस् होला होइन नराम्रो लाए भनिदिनुहोस् होला लाइक र सब्सक्राइब पनि गरिदिनु होला होइन त्यो थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज